अब के गर्नु पर्यो ल भन मैले ल आफ्नो मनपर्ने मान्छेलाई यहाँ लुजरले जस्तै मलाई फुल दियो होइन केही बोलिरहेछ लुजर पनि मेरो लागि तपाईँ पनि आफ्नो मनपर्ने मान्छेलाई यसो 2 शब्द बोल्दिन् न 2 शब्द मात्रै बोल्ने हो र हजुर ओके 3 वर्ष अगाडि जुन हामीले डबु रिभाइभ भनेर यो मतिना पारुलाई हामीले सुरु गर्यौँ कुमारी घरको अगाडिबाट आज 3 वर्षसम्म आउँदाखेरि यसको जुन डाइमेन्सन छ नि सायद अल ओभर द ओलमा फैलिसकेको छ के द लोकल्स यङ जेनेरेसनहरूको एउटा टिमले आज संसार हल्लाइराखेको छ धेरै मान्छेहरूले संसारमा लाइभ हेरिराख्नु भएको छ र अझ पनि बढ्नुपर्छ अब यो वर्ल्डबाट अर्को मङ्गल ग्रहतिर पनि त्यहाँको पनि कोही होला नि त उनीहरूले पनि हेरोस् न त मतिना पारु भनेको नेपालमा मतिना पारु भनेको कस्तो हुँदो रहेछ संसारमा धेरै भ्यालेन्टाइन्स डे मनाउँछन् तर हाम्रो आफ्नै मौलिक परम्परा मतिना पारु छ यसलाई हामी हाम्रै तरिकाले मनाइराखेका छौँ ल ठिक छ अब के गर्नु पर्यो ल भन खै त तपाईँले मायाको 2 शब्दै बोल्नु भएन अङ्कल अब योभन्दा धेरै माया गर्नु हुँदैन कि बोल्दिन्न कि अब नबोलौँ माया अब मायाहरूलाई बोलाउने हो कि अब बोलाउनुहुन्छ ल बोलाउनु नि तपाईँको मायालुलाई झन् हुन्छ नि एक्स मायालुलाई बोलाउने कि अहिलेको मायालुलाई बोलाउने कसलाई बोलाउने यहाँ त एक्स मायालु पनि देखेको छु मैले होइन अङ्कल प्रेजेन्टलाई बोलाउनु ओके करेन्टलाई बोलाउने बोलाएर के गर्ने मैले बोलाएर यसो लुजरले अघि न सिकाइदिँदा लुजन कसरी फुल दिन्छ तिमीले यसरी फुल दिनु पर्यो क्या अङ्कल अनि रोज त हुनु पर्यो नि मलाई रोज रोज हामी म्यानेज गरिदिउँला ल ओके ल रोज लिएर आउँदा म कसरी दिनुपर्ने त्यो हुन्छ म आफ्नै स्टाइलले दियो हुन्छ होइन जलाइदिए पनि हुन्छ होइन ल जलाइदिनु हुन्छ कहाँ छ मेरो मायालु ओ यहाँ छ कमान म त्यही बस आयो अङ्कल आन्टीलाई तलमा लिन जाँदै हुनुहुन्छ सिको लुजन कि सिको मलाई साडी कति गाह्रो भएर तिमी इग्नोर गरेर अगाडि हिँड्छौ मलाई अङ्कलले आन्टीलाई लिएर आउँदै हुनुहुन्छ मेक सम नोइज फर द क्युटेस्ट कपल इन द टाउन मिस्टर सुरज सेवी एन्ड सुनिता मानन्दर यही हो मेरो मायालु अङ्कल प्रेजेन्ट हो नि है बिस्तारै आन्टी खुसीले यस्तो उफ्रिँदै हुनुहुन्छ कि त्यही भएर ओके ल ठिक छ यो रोज त दियो रोज मात्र दिउँ कि प्लास्टिक नदिउँ ल आर्टिफिसियल रोज दिएर दिउँ हुन्छ ओके सरी मैले मोमेन्ट नबिगारौँ रुजन हामी मोमेन्ट नबिगारौँ प्लिज तिमी त कबाबमा हड्डी हुनेमा प्रोफेसनल छौ सुन्ने हो मैले these guys are very good singers हैन so please अब चाहिँ गीत गाइदिनु पर्यो ओके हामीले सायद 24 वर्ष अगाडि हामीले गीत गाएका थियौँ यो गीत त्यति बेला हाम्रो मतिना मात्र भएको थियो कि बल्ल मतिना मात्र भएको थियो आज पछि हामी मतिना पारुमा यो गीतलाई फेरि प्रस्तुत गर्न जाँदैछौँ लेट्स वक जोजलपा नमस्ते सबैजनालाई ह्यापी मतिना पारु रमाइलो भइरहेछ नि होइन ट्र्याक प्लिज 24 इयर्स अगाडिको हाम्रो मतिनाको गीत कस्तो थियो अब सुन्नु होला तपाईँहरू प्लिज
जिथे कि म छन्ता मे मदै मको छिभा जुगुली जक्का मभिमा नेथे खोसा हेक जुनी मवे मते लुलु कता पिन्सा छुदाई छंगु मिखा सिवे बालागो मेगु छु मधु लिपा गुली सोला उली है बाला ताला जब छन्याने वाला मेजू होश गना तना सोला धेवा भजा छित सोया गुजिला मोती छुछु छंगु मिखा सिवे बालागो मेगु छु मधु मिखा छंगु मुसागु मोहनी डुगु बोली जुजा का धारे में जू कावे पुया मैली छिपैला देवा भजु छि मजु ए फैला कततिनी छंगु मिखा सिवे बालागो मेगु छु मधु छंगु मिखा सिवे बालागो मेगु छु मधु जिथे ये कि म छन्ता मे मदै मखु छिभा जुगुली जक्का मभिमा नेथे खोसा हेक जुनी मवे मते लुलु कता पिन्सा छुदाई